यो गाडी एउटा इन्डियातिरबाट आयो। म त्यो गाडीलाई सोध्ने प्रयास गर्छु के को गाडी हो। सर एकछिन, बिहार सरकार लेखिएको छ, जल संसाधन विभाग। यो बिहार सरकार को गाड़ी हो। कहाँ से बैरेज जा रहे हैं सर? इंजीनियर साहब हैं जी। उधर इंडियन पुलिस सब है वहाँ पे। हाँ। सुरक्षा कर्मी सब है। अभी कितने बार आए गए हैं आप? थोड़ा ये शीशा नीचे कर दीजिए। अभी जा रहे हैं। अभी जा रहे हैं। हाँ। यहाँ पे तो एक भी सुरक्षा कर्मी नहीं है ना अभी? उसमें हम लोग क्या बोले? नहीं वही तो अभी नहीं है। आप लोग इससे पहले आए थे? नहीं, अभी पहले आते थे तो देखते थे ना पुलिस सब रहता था। अभी नहीं है ना? अभी तो हम हाईवे किए तो देखे कहाँ। वही तो अभी नहीं है। अभी यहाँ पे कोई सुरक्षा, उधर पुलिस है, इंडियन पुलिस है। उहाँहरू भारतको नागरिक हुनुहुन्छ। उहाँहरू भन्दै हुनुहुन्छ उता पुलिस छ यता पुलिस छैन। यो गाडीमा मानव यो गाडीमा कुनै अप्रिय घटना या कुनै इन्टेन्सन बोकेर त्यो गाडीमा केही यताबाट आयो भने नेपाली सुरक्षाकर्मी छैन। म अनुरोध गर्न चाहन्छु गृह प्रशासनलाई यसको गम्भीरता बुझियोस्। यहाँ तुरुन्तै अहिले नै सुरक्षाकर्मी खटाइयोस्, किनभने यो अन्तर्राष्ट्रिय सिमाना हो। सजिलै गाडी आवत जावत गर्न सक्छ, हात हतियार सप्लाई हुन सक्छ। रातिको समय हो, अँध्यारो छ। यो भेपर लाइटमै हामी अलिकति यहाँ रिपोर्टिङ गर्न पनि अलिकति गम्भीर भइरहेका छौँ। यो कोशी ब्यारेजको एरिया हो। यहाँ 10 गजा छ नजिकै। यो अँध्यारो भएको कारणले हामी देखाउन सक्दैनौँ। यहाँबाट 100 मिटर अगाडि 10 गजा छ। नेपाल भारतको सीमा स्तम्भ छ। यहाँ पछाडि हामी यो जुन लाइट तपाईहरुलाई क्यामेराको अगाडि हामी देखाउँछौँ, यो जुन लाइट छ उक्त लाइट इन्डिया हो। तपाईं कल्पना गर्नुस्, म यति बेला बोर्डरमा छु र घडीमा अहिले 10:30 बजिरहेको छ र यो 10:30 बजे राति यहाँ एकजना पनि सुरक्षाकर्मी छैन। रातभरिमा यहाँ के हुन सक्छ? सम्पूर्ण सुरक्षाकर्मीहरू अहिले सुनसरी केन्द्रित भएको छ, किनभने त्यहाँको अवस्था नियन्त्रण बाहिर गइरहेको छ, जसका कारण त्यहाँ कर्फ्यू लगाउनु पर्ने अवस्था भएको छ भने सरकारलाई पहिलो गाँसमै ढुङ्गा परेको छ।